एडभेन्चर बाइक खोज्दै हुनुहुन्छ, मुस्ताङ, मनाङ, अप्पर डोल्पा जाने प्लान गर्दै हुनुहुन्छ, अहिलेसम्मको सबैभन्दा बेस्ट अप्सन हुनसक्छ हिमालयन 450। यो बाइक नाम जस्तै प्योर एडभेन्चरको लागि बनाइएको हो। इन्जिनको कुरा गर्दा 452 सीसी, लिक्विड कुल, अराउन्ड 40 हर्स पावर र 40 Nm टर्क। पावरफुल छ, स्टेप हिल चढ्दा डिफ्रेन्ट फिल हुन्छ। व्हिल्स एन्ड सस्पेन्सनको कुरा गर्दा 21 इन्च फ्रन्ट, 17 इन्च रेयर, नेपालको रफ रोड, ग्राभल, रिभर बेड सबै ठाउँमा एकदम काम लाग्छ। लङ ट्राभल सस्पेन्सन इक्वल्स टु कम्फर्ट प्लस कन्ट्रोल। फिचर्सहरूको कुरा गर्दा फुल TFT डिस्प्ले विथ ब्लुटुथ, नेभिगेसन सपोर्ट, LED लाइटिङ, राइड मोड्स र हाई ग्राउन्ड क्लियरेन्स। यो सबैले हिमालयन 450 लाई ओल्ड हिमालयन भन्दा धेरै अपग्रेड बनाइदिन्छ। यो बाइक नेपालमा किन फिट छ त? तपाईहरु सबैलाई थाहा छ नेपालको रोड कन्डिसन एकदमै अनप्रेडिक्टेबल छ। सिटीबाट हाइवे, हाइवेबाट अफ रोड, यो बाइक सबै टेरेनलाई म्याच गर्छ। मुस्ताङ, मुक्तिनाथ, रारा, सिन्धुपाल्चोक ट्रायल, हिमालयन 450 इज बिल्ड फर द्याट। प्राइसको कुरा गर्दा नेपालमा यसको प्राइस अराउन्ड 9 लाखदेखि 10 लाखसम्म पर्न सक्छ। बजेट हाई छ तर एडभेन्चर चाहिने हो भने दिस इज वान अफ द स्ट्रङ्गेस्ट चोइस इन नेपाल राइट नाउ। सो कस्तो लाग्यो तपाईलाई हिमालयन 450? कमेन्टमा लेख्नु होला। अनि यस्तै इन्फर्मेटिभ भिडियोको लागि हामीलाई लाइक, सेयर, फलो गर्न चाहिँ नि नबिर्सिनु होला।